256 भन्दा बढी आधुनिक चिनिया र जापानी मेसिनहरू अनि हजारौं नेपाली श्रमिकको पसिनाले 2400 घण्टा धन्किने एउटा औद्योगिक साम्राज्य। विषम 2032 सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको यो उद्योग नेपाललाई कपडामा आत्मनिर्भर बनाउने राष्ट्रिय सपना थियो। विशाल परिसरभित्र दिनरात मेसिन चल्थे, श्रमिकको मेहनतले उत्पादन बढ्थ्यो र हेटौडाको नाम नेपाली औद्योगिक इतिहासमा बलियोसँग लेखिँदै थियो। तर आज त्यही परिसर सुनसान छ। बन्द भवन, खिया लागेका मेसिन र झाडीले ढाकिएको संरचनाले एउटा असफल औद्योगिक सपनाको कथा सुनाउँछन्। कहिले हजारौं परिवारको रोजगारी बनेको उद्योग कसरी बन्द भयो? प्रश्न केवल कारखानाको होइन, नेपालको औद्योगिक नीतिको पनि हो। यो कथा प्राविधिक कमजोरीको मात्र हो कि राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र व्यापारिक दबावले उद्योगलाई क्रमशः कमजोर बनायो? हेटौडा कपडा उद्योगको इतिहास बुझ्न पहिले यसको स्थापना र नेपालका लागि राखिएको उद्देश्यतर्फ फर्किनुपर्छ। विषम 2032 सालमा निर्माण सुरु भएको उद्योगले केही वर्षमै व्यावसायिक उत्पादन थालेपछि नेपालमा औद्योगिक आत्मनिर्भरताको नयाँ आशा जन्मायो। यस उद्योगको लक्ष्य केवल कपडा बनाउनु थिएन। नेपाली बजारका लागि आवश्यक कपडा देशमै उत्पादन गर्दै आयातमा निर्भरता घटाउनु पनि यसको महत्त्वपूर्ण उद्देश्य थियो। उद्योगको क्षमता ठूलो थियो। वार्षिक 2,50,00,000 मिटर सुती कपडा उत्पादन गर्ने लक्ष्यसहित यसले देशको बढ्दो माग धान्ने आधार तयार गरेको थियो। यहाँ बनेका कपडा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, शिक्षक र विद्यार्थीको दैनिक आवश्यकतासँग जोडिएका थिए। बजारमा हेटौडा टेक्सटाइलको नाम गुणस्तरको पहिचान बन्दै थियो। तर यो सफलतासँगै उद्योगमाथि चुनौतीहरू पनि बिस्तारै बढ्दै गए। तर विषम 2046 सालपछि उद्योग सञ्चालनमा राजनीतिक हस्तक्षेपको प्रभाव बढ्दै गएको आरोप र आलोचना सार्वजनिक हुन थाले। त्यसपछि उद्योगमा कर्मचारी व्यवस्थापन, ट्रेड युनियन र निर्णय प्रक्रियालाई लिएर विवादहरू बढेको चर्चा हुन थाल्यो, जसले सञ्चालनलाई थप जटिल बनायो। उद्योगको वास्तविक उत्पादन क्षमता र आवश्यकतासँग कर्मचारी सङ्ख्या मिलेन भन्ने आलोचना बढ्दै गयो, जसले खर्च र व्यवस्थापनको दबाव थपियो। राजनीतिक प्रभाव र व्यवस्थापनको कमजोरीसँगै विभिन्न ट्रेड युनियन बीचको प्रतिस्पर्धाले पनि उद्योगको कार्य वातावरणलाई थप अस्थिर बनाउँदै लगेको चर्चा भयो। उद्योगभित्र उत्पादन बढाउने र प्रविधि सुधार्ने प्रतिस्पर्धाभन्दा पद, सुविधा र प्रभावको खिचातानीले व्यवस्थापनमा थप दबाव सिर्जना गरेको चर्चा भयो। यही समयमा उद्योगको वित्तीय अवस्था कमजोर बन्दै गयो। उत्पादन र आम्दानी बीचको सन्तुलन बिग्रिँदा घाटाको दबाव पनि क्रमशः बढ्दै गयो। तर वित्तीय सङ्कटको कारण खोज्दा केवल कर्मचारी व्यवस्थापनमा सीमित रहेन। पुरानो प्रविधि, बजार प्रतिस्पर्धा र कच्चा पदार्थको लागत पनि महत्त्वपूर्ण प्रश्न बने। अर्कोतर्फ पुराना मेसिन, समयमै स्तरोन्नति हुन नसक्दा उत्पादन लागत र गुणस्तरमा दबाव थपिएको विषय पनि उद्योगको सङ्कटसँग जोडेर हेरिन्छ। यससँगै बजारमा विदेशी कपडासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था पनि कठिन बन्दै गयो र स्वदेशी उत्पादनको बजार हिस्सा जोगाउन चुनौती थपियो। खुला बजार र कमजोर संरक्षण नीतिको प्रभावसँगै उद्योगले आफ्नै उत्पादनलाई प्रतिस्पर्धी मूल्यमा बजारसम्म पुर्याउन झन कठिन परिस्थिति सामना गर्नु पर्यो। यही कारणले उद्योगको उत्पादन क्षमता हुँदाहुँदै पनि बजारमा टिक्न नसक्ने अवस्था किन आयो भन्ने प्रश्न झन गम्भीर बन्दै गयो। यही प्रश्नको अर्को पाटो थियो व्यवस्थापन खर्च, कर्मचारी संरचना र उद्योगको वास्तविक उत्पादन बीचको असन्तुलन, जसले आर्थिक दबाव थपेको देखिन्छ। उद्योगमा आवश्यकता भन्दा बढी कर्मचारी रहेको दाबी र विभिन्न ट्रेड युनियन्सको प्रभाव बढ्दै जाँदा व्यवस्थापन झन जटिल बनेको बताइन्छ। उत्पादन सुधार भन्दा श्रम सम्बन्धी विवाद र व्यवस्थापनको कमजोरीले उद्योगको दैनिक सञ्चालन प्रभावित भएको भन्ने आरोप पनि समयक्रममा उठ्दै गए। तर उद्योगको समस्या केवल श्रम व्यवस्थापनमा सीमित थिएन। पुराना मेसिन, प्रविधि स्तरोन्नतिको अभाव र बढ्दो प्रतिस्पर्धाले पनि सङ्कट गहिरिँदै लगेको थियो। यता स्वदेशी कच्चा पदार्थको आपूर्ति कमजोर बन्दै गयो, उता उत्पादन लागत बढ्दै गयो। यसले उद्योगको प्रतिस्पर्धात्मक क्षमता थप कमजोर बनाएको देखिन्छ। कपास उत्पादन र उद्योग बीचको सम्बन्ध कमजोर भएपछि हेटौडाले आवश्यक कच्चा पदार्थका लागि बाह्य आपूर्तिमाथि बढी निर्भर हुनुपर्ने अवस्था सिर्जना भयो। उद्योगको लागत बढ्दै जाँदा सस्तो विदेशी कपडासँग प्रतिस्पर्धा गर्न
कठिन भयो र बजार हिस्सा जोगाउने चुनौती क्रमशः गम्भीर बन्दै गयो। तर उद्योगको सङ्कट त्यतिमै रोकिएन। लगातारको घाटा, कमजोर वित्तीय अवस्था र बढ्दो बक्यौताले अन्ततः उद्योगलाई सञ्चालन गर्न झन कठिन बनाउँदै लग्यो। बिजुलीको बक्यौता र अन्य आर्थिक दायित्व थपिँदै गएपछि उद्योगको नियमित सञ्चालन झन कठिन भयो र अन्ततः उत्पादन बन्द गर्ने अवस्था आयो। अन्ततः विषम 2056 साल फागुन 10 गते हेटौँडा कपडा उद्योगको उत्पादन पूर्ण रूपमा बन्द गर्ने निर्णय भयो र हजारौं श्रमिकको रोजगारी सङ्कटमा पर्यो। उत्पादन बन्द भएपछि हजारौं नेपाली कामदारहरूको रोजीरोटी एकैपटक खोसियो। उद्योगसँग जोडिएका परिवार र स्थानीय अर्थतन्त्रमा पनि यसको गहिरो असर पर्यो। तर उद्योग बन्द भएको यत्तिमै कथा सकिएन। त्यसको 10 वर्षपछि विषम 2066 साल कार्तिक 18 गते मन्त्री परिषदको निर्णयबाट उद्योग औपचारिक रूपमा विघटन गरियो। तर उद्योग बन्द भएपछि पनि यसको विशाल सम्पत्ति, जमिन र मेसिनहरू लामो समयसम्म प्रयोगविहीन रहे। करोडौं मूल्यका उपकरणहरू संरक्षणको अभावमा खिया लाग्दै गए। उद्योग बन्द भएपछिका 25 वर्षमा नेपालमा दर्जनौं सरकार र मन्त्रीहरू फेरिए। हरेक चुनावमा हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने आश्वासन दोहोरियो। कहिले नेपाली सेनालाई चलाउन दिने, कहिले निजी क्षेत्रलाई हस्तान्तरण गर्ने, त कहिले नयाँ मोडलमा चलाउने भनेर दर्जनौं अध्ययन समिति र आयोगहरू बने। तर ती सबै घोषणाहरू केवल जनता झुक्याउने कागजी स्टन्ट र भोट माग्ने मेलो मात्र साबित भए। अरबौं मूल्यका मेसिनहरू प्रयोगै नभई मकाएर कबाडी बने, तर उद्योग पुनर्जीवित हुन सकेन। अरबौं मूल्यका मेसिनहरू प्रयोगविहीन हुँदै गए, तर नेपालले कपडा आवश्यकताका लागि आयातमै ठूलो निर्भरता कायम राख्यो। हेटौँडा कपडा उद्योगको पतन केवल एउटा कारखाना बन्द हुनु मात्र थिएन। यसले नेपालको औद्योगिकरण र आत्मनिर्भरतामाथि गम्भीर प्रश्न खडा गर्यो। राजनीतिक भ्रष्टाचार, अयोग्य कार्यकर्ता भर्ती र वैदेशिक दलालीका आरोपले राष्ट्रिय संस्थान कसरी कमजोर बन्छन् भन्ने बहस हेटौँडा कपडा उद्योगले जन्माएको छ। हेटौँडा कपडा उद्योगको कथा विगत सम्झाउने इतिहास मात्र होइन, यसले आजका नीति निर्माता र नयाँ पुस्तालाई उद्योग बचाउने जिम्मेवारीबारे सोच्न बाध्य बनाउँछ। तर कथा यही सकिएको छैन। 2083 सालमा सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढायो र पुराना लुममा फेरि परीक्षण उत्पादन सुरु भयो। तर परीक्षण उत्पादन सफल हुनु सुरुवात मात्र हो। पुराना मेसिन, नयाँ प्रविधिको आवश्यकता, उत्पादन लागत र बजार प्रतिस्पर्धा अब सरकारका मुख्य चुनौती हुन्। अब चुनौती उद्योग खोल्नु मात्र होइन, यसलाई दिगो रूपमा चलाउनु हो। पर्याप्त प्रविधि, दक्ष जनशक्ति, कच्चा पदार्थ र बजार सुनिश्चित भए मात्र हेटौँडाको पुनर्जागरण सफल हुनेछ। 24 वर्षपछि मे सङ्केत हो, तर हेटौँडाको वास्तविक पुनर्जागरण उद्योग चलोस्, रोजगारी बढोस् र देशको पैसा स्वदेशमै रहोस्, यही हो आजको प्रश्न। तपाईँ यो डकुमेन्ट्री नेपालको कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? कमेन्टमा आफ्नो ठाउँको नाम लेख्नुहोस्।